हेलो एभ्रिवान, सबैजनालाई विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना छ है। सबैजनालाई ह्याप्पी दसैँ। अनि आज चाहिँ हाम्रो दसैँको टिकाको दिन। अब टिका चाहिँ अब 5 दिनसम्म हुन्छ, त्यही पनि आज चाहिँ फर्स्ट दिन भनौँ न। आज चाहिँ दसैँ रहेको छ। अनि हेर्नु न, दसैँ भाइब्सको लागि हाम्रो चाहिँ पुरै धानबारी भयो। अनि आज चाहिँ हल्का हल्का सिमसिम पानी पनि परिरहेको छ। अनि घाम पनि लागिरहेको छ, घाम पानी परिरहेको छ भनौँ न आज चाहिँ। अनि मेरो कपाल हेर्न सक्नुहुन्छ, मेरो बहिनीले बनाइदिएको है। मेरो बर्दियाबाट चाहिँ बहिनी आछ, अनि काठमाडौँबाट सोना बहिनीहरू आछ, सबैजना छौँ। अनि मुना दिदी, अनि विकास दाई, मनसा दिदी पनि हुनुहुन्न। मनसा दिदी भोलि पर्सितिर आउनुहुन्छ होला। अनि हाम्रो विवेक दाई, सबैजना हाम्रो घर फ्यामिलीको परदेशमा भएको दिदी अनि दाईलाई चाहिँ मेरो तर्फबाट अनि हाम्रो सबै फ्यामिलीको तर्फबाट चाहिँ ह्याप्पी दसैँ है। धेरै धेरै सम्झना छ हजुरहरूलाई। अनि म चाहिँ यहाँ अब हाम्रो पिके भाइको घर, हाम्रो कान्छो अङ्कलको घर जाँदैछौँ। अनि हाम्रो हजुरआमा यहीँ हुनुहुन्छ नि त, त्यही भएर चाहिँ टिका लाउनलाई। अनि हेर्नु नि, पानी पुरै परिसक्यो। अनि यहीँ जान्छौँ हामी चाहिँ। अनि कुर्ती लाउनु भनेको कहीँ चाहिँ भन्दा अघिल्लो वर्ष पनि यो कुर्ती लगाएको, त्यो बोइज कुर्ती हेर्नु सक्नुहुन्छ। यस्तै लगाएको छु मैले चाहिँ, टक्क लगाएर। कस्तो देखिरहेको छ अब थाहा भएन, राम्रै देखिरहेको होला। अनि अहिले चाहिँ एकछिन टिका सिका लगाएर यसलाई फुगाल्नु पर्ने हुन्छ यार। ओभर अर्कै लाग्छ क्या, औडा अर्कै लगाइदिने यार। अनि सही हो। अनि यो चाहिँ हरियो हेर्नु न, बबाल भएको छ। त्यही हो, अब एकछिनमा टिका लाउँदाखेरि भेट्छ है त। ल हामी चाहिँ यहाँ हजुरबालाई सम्झेर चाहिँ हजुरबाको लागि यतै राखिदिउँ न रोड्नी र हाम्रो माइलबा र म चाहिँ। अनि हाम्रो माइलबा पनि परदेशबाट आउनु, यहाँनिर त यता राखिदिउँ न। ल यता चाहिँ हाम्रो हजुरबालाई सम्झेर चाहिँ हामी यहाँ रोड्नी र है। ल कस्तो भइरहेको छ हजुरलाई दसैँको बेला? भर्खर अब विजय दसैँको टिका स्थापना हुन लाग्छ। अनि हाम्रो मामा चाहिँ ए बा पानी पानीमा टपक्कै है मामाजी। दिलबी सानी 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 पानी है यार गाइस, हेर्नु न यार पानी पानी हालत पानी गाने। अब जाम 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 तेरिका बिजोग भइसक्यो गाइस, बिजोग। यहाँ पानी परेर औडा भइसक्यो। हाम्रो हजुरआमासँग यहाँ टिका थाप्दा मेरो दिदीले रोक्नै आयो। अर्को फेरि आफ्नै दुनियाँमा छ यहाँ हाम्रो। कान्छो कान्छो। अनि मैले पनि लगाइसकेँ गाइजहरूसँग टिका। यहाँ अब ठुलो मम्मीहरूसँग हुन्छ, हजुरआमासँग चाहिँ मैले टिका थापिसकेँ। ल यहाँ जेठाजु बुहारीको यहाँ चाहिँ ल ल ल ल जेठाजु बुहारी यहाँ। अर्को यहाँ साइड लुक्स हाम्रो हाम्रो जेठोबाट हाम्रो जेठी ठुम्बा चाहिँ यहाँ यस्तो गर्नुभएको छ। ल ल ल ल ढोकिदिया ढोकिदिया ल सबले। हाम्रो मोडेलनी फुपू चाहिँ यहाँ हुनुहुन्छ यी। ल दिदीले आयो, हाम्रो दिदीले पनि किनेको छ नि त सबैको आइफोन 11 दुईटाको, आइफोन 11 दुईटैको हो कि क्या हो। ल छोरीको हिँडाइ ल दसैँ भइरहेको छ यहाँ चाहिँ। हामी सबैजनाको हेर काली हेर घर यस्तो छ काली हेर। हाम्रो रोड यस्तो छ, रोड बनिसक्यो पुरै, रोड यस्तो छ। अनि म यस्तो छु। ल हाम्रो चाहिँ हाम्रो थानीचौरबाट चाहिँ हाम्रो ठुलो बाबाहरूको फ्यामिली आउनु भएको छ। ल यहाँ चाहिँ हजुरआमासँग टिका लगाउँदै दाजुहरू दिदीहरू हुनुहुन्छ। यहाँ सबैजना बसिराख्नु भएको छ। अनि यहाँ चाहिँ बुढाबुढीकै फोटा हुँदैछ। ल जोरी ढुक्कुर मामा, जोरी ढुक्कुर गरे अझै रियाक्सन। हाम्रो छैनन्, हाम्रो कोही छैनन् गरे। ल हाम्रो क्यामराम्यान # क्यामराम्यान भन्नु सक्नुहुन्छ। हाम्रो क्यामराम्यान गाई हाम्रो क्यामराम्यान। ल हाम्रो क्यामराम्यान अर्को हेर्नु सक्नुहुन्छ, हिरोनी मोडल नि झर्नु हो हाम्रो।
हाम्रो मोडेलनीहरू सब कमी छैन क्या हाम्रो घरमा मोडेल के अरे मोडेलनीहरूको कमी छैन अर्को मोडेल आफ्नो पोज देखाउँदै हुनुहुन्छ ल गाइस हाम्रोमा चाहिँ यहाँ पाहुनाहरू आएको भन्दाखेरि चाहिँ साजन भाइहरू है त स्पेशल गेस्ट आउनु भएको छ हाम्रो वा पप हान्दै हानौँ न पप राजाजी ल पपले हामी चाहिँ टपरी जाँदै थियौँ कि यहीँ ल मेरो भाइ चाहिँ यो जोर्डन कति गरी किटा जोर्डन 11 लाएर अनि हाम्रो टुरिस्ट बहिनी ल अहिले एकछिन टपरी आयो तिमीहरू हामी गयौँ ल आज चाहिँ बहिनीहरूलाई यसो टपरीतिर इन्भाइट गरेको छु मैले चाहिँ अनि त्यही हो ड्रेसअप पनि चेन्ज गरिसक्यो बवाल छ है मामा नाकै फुलिसक्यो त मामा हानौँ न हानौँ भनेर मुलामा हाँसमा दिइरहेको छु मुला बवाल चाहिँ बवाल ल अहिले आइस है गयौँ टिका सिका लाएर आइस बजार काम छ मेरो के काम छ साथी आउला ल्याउनु मेरो साथी आउला चाहिँ गरे वा मेरो भाइको चाहिँ साथी आउन लागेको छ ल अरे भाइ साहब कोरा ही कोरा हो गया अरे भाइ कोरा ही कोरा ल हाम्रो सर चाहिँ नखाने मान्छे पर्नु हो अनि उहाँ सर चाहिँ नखाने मान्छे पऱ्यो हामी एक्लै यो हो खाने भनेको है अनि अहिले चाहिँ हामी यहाँ टपरी बन्द भएर चाहिँ यहाँ कर्णालीमा छौँ ठ्याक्क बत्ती पनि गयो यार बत्ती गएर मस्त लगाएर त्यो गरेर आम त्यही हो अहिले एकछिनमा चाहिँ मामा घर जान्छु म एकछिन यहाँ बसिरहेको छ म त ल भाइहरूले चाहिँ यहाँ के पटका अघि के पड्काउँदैछन् सलाई जस्तो पटका ल यहाँ चाहिँ हेर्ने मान्छेहरूको यस्तो छ ए पड्केला भनेर हामी पछाडि वाह भाइ वाह क्या प्रैंक हो गया भाइ ल फेरि राम्रोसँग यो पड्केला जस्तो लाएन यहीँ छ यहाँनिर हाम्रो आन्टीहरूलाई तर्साइदियो धन्नै आन्टी लभर भने जस्तो गाह्रो छ हजुर गाह्रो छ राम्रोसँग पड्काउ न यार भाइहरू यार पटाका दसैँको दिनमा तिहारको बेला पड्काउँछ पड्काउँछ आज दसैँको दिन हेलो गाइस म चाहिँ सुनिलको को हो उयो पटाका सुनिलको पटाका ल सात गयो अहिले चाहिँ बवाल पड्के है यो मम्मी अक्को यिनीहरूले धगा लिएको गाइस हेर्नु त पेट्रोल पम्प आएर नपड्काउ केटा हो ल यहाँ चाहिँ हेर्नु है पेट्रोल पम्प यहाँनिर रहेछ साइडमा खत्री ओइल स्टोर भन्ने ल भयो है छोड्दै छोड्दै पिडाइ खालास फेरि अहिले The next day. Good morning everyone. This is the next day अनि आज चाहिँ अर्को दिन सुरुवात भइसक्यो हामी चाहिँ अहिले मामा घर छौँ होइन कहाँ छौँ जरे बजार हाम्रो मामाको घरमा छौँ अनि अहिले चाहिँ अब एकछिनमा चाहिँ हामी टिका लाउने पनि छौँ अब हिजो राति बेलुका आयो अनि यताउति देखाउन पाइएन अब अहिले चाहिँ देखाउँछु म अनि हाम्रो अर्को ब्लगरजी हुनुहुन्छ हेर्न सक्नुहुन्छ ल हाम्रो ब्लगरले नि यहाँ ब्लग बनाउँदै अनि यता चाहिँ हाम्रो कान्छा मामाकोमा चाहिँ टिका लाउँदैछन् सबैजनाले हाम्रो कान्छा मामाकोमा चाहिँ कालो नवाज कालो कान्छोले पनि टिका लगाइसकेको रहेछ ल फाइनल्ली गाइज मैले चाहिँ यहाँ पैसा पाइसक्यो हेर्न सक्नुहुन्छ मलाई चाहिँ मन्जु आन्टीले मात्र लगाइदिनु भयो अरू उता साइड आन्टी चाहिँ हाम्रै घर जाने अरे अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो मामा घरमा यस्तो बाख्राहरू अनि भेडाहरू नि छ यो चाहिँ हाम्रो पुरानो गोठ भयो चाहिँ लगाइज हेर्न सक्नुहुन्छ यहाँ 10 रुपियाँ पैसा यति उठ्यो हाम्रो बजेट अब कहाँ जाने मम्मी टपरी कि चकटी कहीँ नजाने अब घर जाने यो चाहिँ मेरो के भइहाल्यो
पिगी ब्याग अनि हाम्रो मम्मी चाहिँ हेर्नु सक्नुहुन्छ यहाँ हुनुहुन्छ अनि हाम्रो सबैजनालाई चाहिँ अब विदाई कार्यक्रम गरेर चाहिँ अब हामी घर निस्किन्छौँ है त। सो अलराइट गाइज म चाहिँ फाइनली घर आइसकेँ अनि यहाँ घर आएर पनि हेर्नु सक्नुहुन्छ यस्तो हामीले चाहिँ चिसो 2टा कोक लिएर आयौँ अनि यहाँ चाहिँ घरमा यस्तो पूजाहरू नि भएको थियो अस्ति चाहिँ यो चाहिँ मैले भ्लगमा देखाएन मेरो दिदीले चाहिँ भ्लग बनाएको थियो यसको सबै चिजको चाहिँ अनि त्यही हो म चाहिँ फाइनली घर आइसकेँ अनि अब चाहिँ म देउसी भैलोको आजभोलि चाहिँ हामी देउसी भैलोको नाचो सिकिरहेको छौँ। अब देउसी भैलो आउनु लाग्यो नि त तिहारको माहौल आउनु लाग्यो अब दसैँ बिस्तारै सकिन्छ अनि देउसी भैलो आउँछ अनि यो भ्लग चाहिँ अब यतातिर इन हुन्छ लास्टमा हेरिदिनु भएको छ। थ्याङ्क यू सो मच। अब छिटै अर्को नेक्स्ट भ्लगमा भेटौँला। बाई बाई टेक केयर है त गाइस।